खोइ जिन्दगीको सुरुवात नै रुवाईबाट भयो होला। यी आँखा कहिले ओभानो नपाएन। कहिले आमाको मृत्युको त्यो कहाली लाग्दो पीडाको सागरमा डुब्न बाध्य भयो त कहिले घरको चुहिएको छानाभित्र ओत लाग्ने ठाउँ नहुँदा अनिदो रातको मेरो जीवन व्यवस्था र अप्ठ्यारो परिस्थितिभित्र जिउन बाध्य भयो। हजारौं पीडाको डोपल अझै मनमा हालै छ, जहाँ कहिले जातीय विभेदको चरम वेदना त कहिले बाबाको उपचारको लागि आर्थिक अभाव हुँदा नातेदारहरूले बोलेको त्यो तुच्छ शब्द अनि अपाच्य व्यवहार अझै मेरो मनमा खिर भने गौडिएको छ। कहिले त यस्तो पनि लाग्छ, यो पीडा भन्ने शब्द नेपाली शब्दकोशमा लेख्नुको सट्टा भगवानले किन मेरो मनभित्र लेखिदिनु भएको होला। बारम्बार उही पीडा, उही सङ्घर्ष, खाली मनै मात्र। किन संसारमा सबै कुराको सम्भव हुन्छ त? अनि मेरो पीडाको समाधान चाहिँ हुँदैन? एउटा बिरामीको लागि उपचार हुन्छ, अन्यायमा परेको व्यक्तिले न्याय पाउँछ, तर मेरो पीडाले जाति विभेद के वैज्ञानिक रूपमा पनि अनि धनी र गरिबको तुलना 21औं शताब्दीमा पनि समय उही थियो। चेतनाको बाह्य विस्तार भयो, तर सोच्ने शक्ति अनि हेर्ने दृष्टि हाम्रो समाजमा कहिल्यै परिवर्तन भएन, उही थियो। होइन भने हाम्रो समाजमा यस्ता घटनाहरू घरिघरि किन दोहोरिरहन्छन्? आखिर कहिलेसम्म? आफ्नो उमेरको साथीभाइ कलेज पढ्न जाँदा म आफू भने डोको नाम गर्न बाध्य छु। के मेरो चाहिँ पढ्ने रहर थिएन होला? कति कुराहरू रहरको पोको बोकेर हिँड्दैन, भन्न नमिलेको छ। किनकि सुन्ने व्यक्ति नै शून्य भएपछि सारङ्गीको तार रेट्नुभन्दा बढी रिटिएको छ मेरो जिन्दगी। फरक यति हो, सारङ्गीको धुनले धेरै व्यक्तिहरूलाई रोउँछ, मेरो पीडाले सिर्फ एक्लै। एकपटक कल्पना गर्नुहोस् न, आमा बिनाको घर कस्तो हुन्छ होला? अनि घरलाई चलाउनको निम्ति कमाएर ल्याउने बाबा बिरामी हुँदा त्यो घर कति उराट बन्छ होला? त्यसैले त देखि नजर र भोकाइको तुलना फरक हुन्छ। अब त मैले निर्णय लिइसकेँ, मेरो सारा इच्छा र मेरो आफ्नो भविष्यलाई त्यागेर अब मेरो परिवारको लागि सोचिसकेँ। जवान अवस्थामा मैले गर्न चाहने मनोकांक्षा सबै त्यागिसकेँ। मिठो नमिठो भन्दा पनि भोक ढाक्नु छ मलाई, राम्रो देख्नु नदेख्नु भन्दा पनि लाज ढाक्नु छ मलाई। यस्तै हो मेरो जीवन र बाँकी पनि यस्तै हुनेछ। चाहे भारी बोकेर नै किन नहोस्, अरूको घरमा भाँडो माझेर नै किन नहोस्, अबको मेरो बाँकी यात्रा मेरो परिवारको खुसी हुनेछ। चाहे त्यो गरिबीको सिक्रीले बाँधेर राखियोस्, चाहे पीडाको सागरमा डुब्न नै किन नपरोस्,
अनि तिरस्कारको गोली प्रहार गरे त भने मेरो सबै खुसी मेरो परिवार अनि मेरो बाबाको स्वस्थ जीवनको लागि हुन्छ। कथा हो उजिएको।